तपाईको प्रश्न नम्बर 1 नेपालको सबैभन्दा अग्लो शिखर कुन हो? अप्सन ए गणेश हिमाल, अप्सन बी सगरमाथा, अप्सन सी माछापुच्छ्रे, अप्सन डी धौलागिरी। तपाईको उत्तर सही हुन्छ अप्सन बी सगरमाथा। तपाईको प्रश्न नम्बर 2 नेपालको सबैभन्दा पुरानो सहर कुन हो? अप्सन ए भक्तपुर, अप्सन बी ललितपुर, अप्सन सी कीर्तिपुर, अप्सन डी टोखा। तपाईको उत्तर सही हुन्छ अप्सन ए भक्तपुर। तपाईको प्रश्न नम्बर 3 नेपालमा संघीय शासन प्रणाली कहिले लागू भयो? अप्सन ए 2063, अप्सन बी 2065, अप्सन सी 2072, अप्सन डी 2070। तपाईको उत्तर सही हुन्छ अप्सन सी 2072। तपाईको प्रश्न नम्बर 4 नेपालको सबैभन्दा ठुलो ताल कुन हो? अप्सन ए राराताल, अप्सन बी फेवाताल, अप्सन सी बेगनास ताल, अप्सन डी घोडाघोडी ताल। तपाईको उत्तर सही हुन्छ अप्सन ए राराताल। तपाईको प्रश्न नम्बर 5 कुन उपत्यकालाई नेपालको मुटु भनिन्छ? अप्सन ए काठमाडौँ, अप्सन बी पोखरा, अप्सन सी विराटनगर, अप्सन डी ललितपुर। तपाईको उत्तर सही हुन्छ अप्सन ए काठमाडौँ। यस्ता भिडियोहरू दैनिक हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र घण्टी आइकन अन गर्नुहोस्। तपाईको प्रश्न नम्बर 6 कुन जातिलाई नेपालको आदिवासी जनजाति मानिन्छ? अप्सन ए ब्राह्मण, अप्सन बी थारू, अप्सन सी क्षेत्री, अप्सन डी कायस्थ। तपाईको उत्तर सही हुन्छ अप्सन बी थारू। तपाईको प्रश्न नम्बर 7 नेपालका प्रथम प्रधानमन्त्री को थिए? अप्सन ए भीमसेन थापा, अप्सन बी जङ्गबहादुर राणा, अप्सन सी चन्द्र शमशेर, अप्सन डी गिरिजाप्रसाद कोइराला। तपाईको उत्तर सही हुन्छ अप्सन ए भीमसेन थापा। तपाईको प्रश्न नम्बर 8 नेपालको कुल भू क्षेत्रफल कति छ? अप्सन ए 1,47,181 वर्ग किमी, अप्सन बी 1,40,800 वर्ग किमी, अप्सन सी 1,23,456 वर्ग किमी, अप्सन डी 1,51,321 वर्ग किमी। तपाईको उत्तर सही हुन्छ अप्सन ए 1,47,181 वर्ग किमी। तपाईको प्रश्न नम्बर 9 नेपालको उत्तरमा कुन देश पर्छ? अप्सन ए भारत, अप्सन बी भुटान, अप्सन सी चीन, अप्सन डी पाकिस्तान। तपाईको उत्तर सही हुन्छ अप्सन सी चीन। तपाईको प्रश्न नम्बर 10 नेपालको पहिलो संविधान कहिले जारी भयो? अप्सन ए 2060 साल, अप्सन बी 2047 साल, अप्सन सी 2072 साल, अप्सन डी 1959 साल। तपाईको उत्तर सही हुन्छ अप्सन ए 2060 साल। तपाईको प्रश्न नम्बर 11 नेपालको दक्षिणी सिमाना कुन देशसँग जोडिएको छ? अप्सन ए चीन, अप्सन बी भारत, अप्सन सी भुटान, अप्सन डी बङ्गलादेश।
तपाईको उत्तर सही हुन्छ अप्सन बी भारत। तपाईको प्रश्न नम्बर 12 नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? अप्सन ए दोलखा, अप्सन बी साङ्खुवासभा, अप्सन सी डोल्पा, अप्सन डी मुगु। तपाईको उत्तर सही हुन्छ अप्सन सी डोल्पा। तपाईको प्रश्न नम्बर 13 नेपालमा सबैभन्दा बढी भाषी जनसङ्ख्या कुन भाषाको छ? अप्सन ए मैथली, अप्सन बी थारू, अप्सन सी नेपाली, अप्सन डी नेवार। तपाईको उत्तर सही हुन्छ अप्सन सी नेपाली। तपाईको प्रश्न नम्बर 14 नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? अप्सन ए भक्तपुर, अप्सन बी काभ्रे, अप्सन सी ललितपुर, अप्सन डी तनहुँ। तपाईको उत्तर सही हुन्छ अप्सन ए भक्तपुर। तपाईको प्रश्न नम्बर 15 नेपालको राष्ट्रिय फूल कुन हो? अप्सन ए चमेली, अप्सन बी लालीगुराँस, अप्सन सी गुराँस, अप्सन डी कमल। तपाईको उत्तर सही हुन्छ अप्सन बी लालीगुराँस। यस्ता भिडियोहरू दैनिक हेर्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र घण्टी आइकनलाई अन गर्नुहोस्। तपाईको प्रश्न नम्बर 16 सगरमाथाको उचाइ कति मिटर हो? अप्सन ए 8848.86, अप्सन बी 8812.45, अप्सन सी 8918.60, अप्सन डी 8850.75। तपाईको उत्तर सही हुन्छ अप्सन ए 8848.86। तपाईको प्रश्न नम्बर 17 नेपालमा हाल कति प्रदेश छन्? अप्सन ए 5, अप्सन बी 6, अप्सन सी 7, अप्सन डी 8। तपाईको उत्तर सही हुन्छ अप्सन सी 7। तपाईको प्रश्न नम्बर 18 नेपालको संविधानले कुन वर्षदेखि कार्यान्वयन भयो? अप्सन ए 2072 असोज 3, अप्सन बी 2071 साउन 1, अप्सन सी 2072 माघ 8, अप्सन डी 2063 मङ्सिर 1। तपाईको उत्तर सही हुन्छ अप्सन ए 2072 असोज 3। तपाईको प्रश्न नम्बर 19 नेपालको राष्ट्रिय जनावर कुन हो? अप्सन ए गाई, अप्सन बी बाघ, अप्सन सी भालु, अप्सन डी चितुवा। तपाईको उत्तर सही हुन्छ अप्सन ए गाई। अब यो प्रश्न तपाईको लागि हो। यसको उत्तर सबैले कमेन्ट बक्समा भन्नुपर्ने छ। नेपालको पहिलो विश्वविद्यालय कुन हो? अप्सन ए पोखरा विश्वविद्यालय, अप्सन बी त्रिभुवन विश्वविद्यालय, अप्सन सी पूर्वाञ्चल विश्वविद्यालय, अप्सन डी काठमाडौँ विश्वविद्यालय। तपाईको सही उत्तर के हुनेछ? कृपया हामीलाई कमेन्ट बक्समा भन्नुहोस्।